फिनी रोटी पत्रे रोटी तिहार स्पेशल सेता जुरुम्म अनि कुरुम्म परेका दङ्गालीको जस्तै बनाउन भनेर ट्राई गरेको खोइ कहाँनेर मिस्टेक भयो पटक्कै बनेन त। लौ न कहाँनेर मिस्टेक गरे मैले प्लिज सिकाइदिनुस् न। मैले चाहिँ आवश्यकता अनुसार पिठोमा एक ठुलो चम्चा घिउ राखेर मजासँग माडे अनि अलिअलि गर्दै पानी राखेर नरम डो तयार गरे। यसलाई चाहिँ छोपेर साइडमा राखे। अब साँठो तयार गर्नको लागि चाहिँ घिउ लिइसकेकी छु। यो घिउलाई चाहिँ जति सक्दो राम्रोसँग फिट्ने अनि जति सक्दो मसिनो चामलको पिठो पनि साइडमा रेडी गरिसकेकी छु। जब यो घिउ चाहिँ फिट्दा 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 यतिको लर्र परेको सेतो देखिसकेपछि चाहिँ अलिअलि गर्दै चामलको पिठो राखेर घिउ र चामलको पिठो मजासँग मिक्स गरे। अब यो साँठो पनि तयार भयो। यसलाई पनि साइडमा राखेर फिनी रोटीको लागि यता पिठो पनि नरम भइसकेको छ। ल हेर्नुस् त, यसबाट केही भाग निकालेर मैले चाहिँ एउटा सफा ठाउँमा राखेर चार पाटे रोटी बेल्छु। अब जति सक्दो ठुलो रोटी बेल्ने है अनि यो रोल गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा यो रोटीको चारै कुना मजासँग चक्कुको सहायताले बराबर हुने गरी काट्ने। ठ्याक्क अघि रेडी गरेको यो फिनी रोटीको साँठोलाई चाहिँ मजासँग चारैतिर लगाइदिने, कहीँ पनि राँटो नराख्ने। अब छेउछेउबाट यो रोटीलाई चाहिँ रोल गर्दै लानुपर्ने हुन्छ है अनि लास्टमा चाहिँ राम्रोसँग बन्द गर्ने। अब यसलाई जति गोलो बनायो त्यति तन्किँदै जान्छ है अनि टक 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 कतिको सानो ठुलो बनाउने हो त्यो अनुसार काट्ने। फिनी रोटीको विभिन्न आकार साइजहरू बन्छ। आज चाहिँ म दुई तरिकाले बनाउँदैछु। चट्ट यो फिनी रोटीलाई बेलिसकेपछि चाहिँ बीच भागबाट चक्कुले काटिदिने। अब मिडियम हिटमा तताएको तेलमा मजासँग एउटा एउटा गर्दै राख्ने। मैले चाहिँ एकैचोटिमा दुईवटा फुराएकी छु। फिनी रोटी त सेता हुन्छ नि त अनि त्यसैले गर्दा फुर्र फुरिसकेपछि ल हेर्नुहोस् त पहिलो लटको फिनी रोटी चाहिँ बनेर तयार भइसकेको छ। अब एउटा चाहिँ म गोलो पनि बनाएर ट्राई गर्छु। मैले चाहिँ थ्याच थिचेर यसो गोलो बनाएर बेलेँ अनि त्यसपछि उही प्रोसेसमा मजासँग डिप फ्राई गरिसकेपछि ल हेर्नुहोस् त गोलो पत्रे रोटी पनि तयार भइसक्यो। बाँकी रहेको सबै उही प्रोसेसमा मजासँग पकाउँदै जाने है। अनि आज चाहिँ मैले फिनी रोटी बनाउँदा कहाँ मिस्टेक गरेँ प्लिज सिकाइदिनुहोस् न। तिहार स्पेशल काम चलो फिनी रोटी पत्रे रोटी मैले जस्तै हजुरहरू पनि ट्राई गर्नुहोस्।